हरिओम। पुत्रदा एकादशी वैदिक सनातन धर्ममा एकादशी व्रतको विशेष महत्त्व हुन्छ। कुनै पनि एकादशीको सन्देश भनेको तपाईले भक्ति, दान र तप गर्नु हो। पुष या पौष शुक्ल पक्ष एकादशीलाई हामीले पुत्रदा एकादशी भनिन्छ। यो एकादशीमा सन्तानको कामनाले या सन्तान प्रति कल्याणको भावनाले हामीले व्रत गरिन्छ। प्रत्येक एकादशी चाहिँ यो एकादशीमा पनि भगवान श्रीहरिको लक्ष्मीजीको पूजा अर्चना गरिन्छ र भगवान विष्णुसित सन्तानको कामना गर्ने र सन्तान प्रति सुस्वास्थ्य, दीर्घायु, सुखमयको कामना गर्ने। यस्तो सुखद एकादशी व्रत यही पुष 15 गते मङ्गलबार परेको छ। हरि